टिभी छ कि छैन? उसले लिएर आइदिन्छ भनेर उसले होला ठिक छ ल्याउँछ है त। चाबी खोइ भाइ चाबी ल्याऊ। समात्यो केटा हो समात्यो नराम्रोसँग समात्यो। चाबी छ सँगै छ त्यो होइन के चाबी यस्तो हुन्छ चाबी नभएको कुरो के हुँदैन तिम्रो जान्छ होइन हजुर चाबी भए पनि बाइक गयो भने हामीलाई समस्या हो नि त ए यहाँ त भाइ तिमीहरूले नगर्ला अस्ति एउटा चाबी यस्तै राख्थ्यो बाइक लिएर हिँड्थ्यो केटा अहिले चाहिँ हामी यता जुम एप सोरुममा आइपुग्यौँ होइन के हो बाइकै यो हेर्नु है कस्तो गरिरहेछ यार यो एक्सिलेटरै नयाँमा यस्तो भयो भने त के काम त यार पावर त मिठो छ केटा यार चित्त नबुझेको कुरा चाहिँ केटा मलाई यहाँ एक्सिलेटर हेर्नु है त यो बाइकमा हेर्नु नि है अलिक बिस्तारै लिनु है यस्तो हुनुपर्ने होइन तर भ्याट लिँदाखेरि लिँदैन क्या है यस्तो हुन्छ क्या गयो गयो सो हेलो नमस्ते वेलकम ब्याक टु न्यू भिडियो होप सबजना सन्चै राम्रै हुनुहुन्छ होला र म पनि बल बिन्दास नै छु है जस्ट आज नयाँ दिन नयाँ सुरुवात चट्टा हाम्रो यता चाबी साइडपट्टिबाट केशव दाइकोबाट भइरहेछ है तर्फ पछाडि बाइक पनि देख्न सक्नुहुन्छ मसँग आज डुक 250 आज चाहिँ म यसमा राइड गर्छु अनि थल टाइटल देखेर थाहा भइसक्यो होला तपाईँहरूले म कहाँ जाँदैछु भनेर म र केशव दाइ चाहिँ हामी आरएमजेड यसो बुझ्न जानु लाग्यो है अहिलेको लागि चाहिँ अब पहिला बुझौँ होइन के हुन्छ कस्तो हुन्छ यो कुराहरू फिक्स हुँदैन नि त त्यही भएर पहिला बुझौँ अनि यदि राम्रो छ यदि हुन्छ नि आँट्न सक्यो भने चाहिँ फेरि आँटिन्छ त केटा हो त्यसपछि डरमा भ्लग हुन्छ है त्यही आरएमजेड चाहिँ यसो बुझ्न जान आँटेको के हुन्छ कस्तो हुन्छ अब मोटो भ्लगमा थाहा भइहाल्छ अनि यसबाटै भ्लग गर्छु अनि मेरो बाइक चाहिँ चट्टो लाएर बन्दैछ भनौँ केटा हो है कति दिनदेखिबाट बन्दै थियो मिस्त्रीको एक्सिडेन्ट भएर चाहिँ अनि बाइक त्यसै बसिरहेको छ होइन हाम्रो रेगुलर मिस्त्री हो नि त उसले मात्र बनाइदिन्छ मेरो बाइक चाहिँ अनि मिस्त्रीको नै एक्सिडेन्ट भयो अनि अब ठिक छ नि त मलाई त्यस्तो जरुरत छैन केही दिन रेस्ट गर अनि बनाइदियो भनेर चाहिँ बाइक यतिकै छोडेको छु मैले चाहिँ है अनि टक्क हाम्रो सेटअपहरू चाहिँ भइसकेको छ चट्टो लाएर ल अब के हुन्छ कस्तो हुन्छ मोटो भ्लगमा हुन्छ हिजो चाहिँ हाम्रो डट बाइक अनिलको बाइक चाहिँ उता के अरे गोकर्णेश्वरनेरि पनि अब जलकोभन्दा पनि माथि समातेको थियो बाइक चाहिँ अब आज सायद बगी खाना लगेको अरे भोलितिर निकाल्न जाने होला केटाहरू है त्यसको अलिअलि क्लिपहरू मेरो डट बाइक समातेको पनि छ त्यो क्लिपहरू पनि हेर्नु डट बाइक चाहिँ मेरो होइन है फेरि क्लिप चाहिँ मेरो डट बाइक चाहिँ अनिलको होइन त्यो क्लिपहरू पनि हेर्नु थोरै अनि यताको भिडियो पनि इन्जोय गरिदिनु होला है त A few moments later मैले पनि अब मैले घर किनेको छु बाइक होइन किन धेरै छैन पढ्दै गरेको सर अब फेरि गल्ती गरेर भयो सर मार्केट नराम्रो लाग्यो है समातेर समात्नै पर्छ आजै हिजो अस्ति मात्रै बनाउनु बाँकी छ कि चिने हो क्या सरले समात्यो केटा हो समात्यो नराम्रोसँग समात्यो उता भित्तामा राख्नु है भित्तामा एकछिन लाउनु भित्तामा अड्किन्छ चाबी छ सँगै छ त्यो होइन कि चाबी यस्तो हुन्छ चाबी नभएको कुरो के हुँदैन तिम्रो जान्छ होइन हजुर चाबी भए पनि बाइक गयो भने हामीलाई समस्या हो नि त ए यहाँ त भाइ तिमीहरूले नगर्ला अस्ति एउटा चाबी यस्तै राख्थ्यो बाइक लिएर हिँड्थ्यो बाइक भोलि त्यो मान्छेले मेरो बाइक भयो भन्ने आयो भने हामीले के प्रश्न दिनु पर्ने त्यो चाहिँ हो हजुर एकदमै कहिले राखेर आउँला त्यो एउटा चाबी हाल्नु नदिँदैन भिडियो त्यही गऱ्यो हामीले चाबी भएन भने त केही पनि हुँदैन आफै चाबी उयोसँग लिएर गएर मतलब भएन भने चाबी हामीसँग छ बाइक लिएर हिँड्ने त्यो नयाँ दिन्छु भनेर सर फोटोमा छ टिभी छ कि छैन? उसले लिएर आइदिन्छ भनेर उसले होला ठिक छ ल्याउँछ है त। चाबी खोइ भाइ चाबी ल्याऊ। अनि अहिले हाल्ने भन्दा नि अहिले किनेर ल्याइदिनु पर्छ भनेर उसले नदिएको क्या सरले हामीले त्यस्तो गर्ने हिजो मात्रै ल्याएको
आज शनिबार हो शुक्रबार यस्तो थियो कि समाते केटा हो समाते बाइक समात्यो डिभिल गर्न भएर कुन तिम्रो दाबी फेरि को होला नानी को खेला त्यो भाइकोमा बसेर जानु त्यहाँ उठ्यो भाइ तिमी चलाएर लग अब अब भोलि नाम नम्बर सिकाउने भोलि अहिले हामी पनि त्यस्तो 80,000 बाइक किन होइन पड्को त हिँड्ने एउटा हेलमेट डटको अर्को व्यक्तिलाई अर्को उल्टो दखा जान्छ एकछिन भाइ मजा आउँछ सर यसको एकचोटि हार्नुपर्छ हेर्नु नि सर भाग्यो भन्ने कुरा गयो गयो ल केटा हो हाम्रो चाहिँ बाइक समातिसकेको छ होइन एउटा एनएसमा एउटा डटमा आएको थियो अनि अहिले चाहिँ हामी डट चलाएर चारजना छौँ है अनिल अगाडि चलाउने अगाडि अनिल त्यसपछि म त्यसै पछाडि सन्तोष बाबु के छ A few moments later. So, alright guys, alright. अहिले चाहिँ चट्ट हामी कालुपुल साइडपट्टिबाट जानु लाग्यो होइन अब चाहिँ हामी डाइरेक्ट कहीँ नडुलिकन सोरुम जान आँटेको ओहो साइलेन्ट बोले बोले रहेछ अनि मसँग ग्लोभ्सहरू पनि केही पनि छैन अलिकति लावारिस तरिकाले हिँडिरहेको छु म पनि है ठिक छ ग्लोभ्सहरू लाउने बानी भएपछि अलिकति उयो हुँदो रहेछ तर ठिकै छ केही छैन अनि अहिले चाहिँ हामी सिधै सोरुम जान आँटेको होइन नक्सल साइडतिर कता छ सोरुम मलाई पनि थाहा छैन डटको सोरुम नक्सलमा कहाँनिर छ त खै त्यो चाहिँ थाहा छैन उता मैले टेको साइडपट्टि चाहिँ 2-3 ठाउँमा देखाएको छु होइन डाइरेक्ट म त्यहाँ ठाउँमा चाहिँ जान आँटेको अहिले चाहिँ अब त्यहाँ जाउँ के कस्तो हुन्छ होइन बाइकहरू कतिको चित्त बुझ्छ हाम्रो सोचे जस्तो छ कि छैन होइन त्यो बाहिर देखेको बाहिर चलाएको मान्छेहरूले भनेको भन्दा नि एकचोटि सोरुम गरेर आफूले बुझ्यो भने चाहिँ अनि भोलिपल्ट गएर टक्क किन्नको लागि चाहिँ एकदमै बेस्ट हुन्छ है त्यही भएर चाहिँ हामी आफै गएर बुझ्न खोजेको के हुन्छ कस्तो हुन्छ चाहिँ अब एकछिन गएर थाहा हुन्छ रिभ्यू दिउँ भन्ने पनि म त्यस्तो धेरै जान्ने त छैन केटा हो होइन ठिकै छ मैले जति सक्छु त्यति रिभ्यू पनि दिउँला भोलिको दिनमा तपाईँहरूले पनि मन पऱ्यो भने ल है यस्तो रहेछ भन्ने कुरा अलिकति प्लस पोइन्ट चाहिँ हुन्छ सबै थाहा नभए पनि जे होस् अलिकति भए पनि प्लस पोइन्ट हुन्छ नि त तपाईँहरूलाई पनि ल ठिक छ के कस्तो हुन्छ अब उता जाउँ सोरुममा त्यसपछि भेटौँला है ल केटा अहिले चाहिँ हामी यता सोरुम नजिक आइसकेका छौँ होइन पार्किङ कहाँ छ त अनि सोध्यो हेर्नु त A few moments later. ल केटा अहिले चाहिँ हामी यता जुम एप सोरुममा आइपुग्यौँ होइन उता हाम्रो आरएमजेड चाहिँ बाइक नभएर अझै पनि आउनको लागि केही टाइम लाग्छ अरे नेपालभरि नै कहीँ आएको छैन अरे बाइक होइन आउनको लागि केही टाइम लाग्ने भएर हामी यो जुम एपको लागि पनि बुझ्न आँटेको यही एउटा बाइक मन परेको थियो डबल साइलेन्सर होला के हुन्छ कस्तो हुन्छ टेस्ट ड्राइभ पनि गर्न पाउँछ अरे अनि प्राइस पनि अलिक सस्तो भएको हुनाले चाहिँ यही हेरेर अहिले चाहिँ हामी है सिएनसी पार्ट्सहरू चाहिँ धेरै लागेर एकदम मन परेको हो यो बाइक चाहिँ टेस्ट ड्राइभको लागि चाहिँ यसो डट रिमै ठिक छ होइन त साउन्डहरू नै मिठो छ डिभिलर नजिक्दाखेरि नै ठिक छ दाइ बुझि थाहा छ दाइ थाहा छ हजुर ल
के हो बाइकै यो हेर्नु नि है कस्तो गरिरहेछ यार यो एक्सिलेटरै नयाँमै यस्तो भयो भने त के काम त यार नयाँमा यस्तो भयो भने त कामै भएन नि पावर त मिठो छ केटा यार ठिक छ पावरहरू त बवाल छ चित्त नबुझेको कुरा चाहिँ केटा मलाई यहाँ एक्सिलेटर हेर्नु है त यो बाइकमा हेर्नु नि है कस्तो झड्के त्यो हुन्छ नि फ्याट्ट लिँदै लिँदैन क्या हेर्नु है यस्तो हुन्छ क्या यसको चाहिँ अनि स्टार्ट गर्दाखेरि चाहिँ यो ब्रेक समात्नु पर्ने रहेछ होइन हेर्नु है त अब यो एक्सिलेटर लिन्छु तर यो भ्रुम भ्रुम गर्दै गर्नु हेर्नु है त यहीँ हेर्नु अड्केको हेर्नु न अलिक बिस्तारै लिनु यस्तो हुनुपर्ने हो होइन तर भ्याट्ट लिँदाखेरि लिँदैन क्या यस्तो हुन्छ क्या यो कुरा चाहिँ चित्त नबुझेको है अरू त ठिकै छ त्यस्तो उयो केही छैन ठिक छ अरू त है पावर त मिठो छ यो यस्तै हुने हो कि के हो हेर्नु नि है छैन A few moments later. अलराइट गाइज अलराइट है हामी चाहिँ सुरुमा आरएमजेड हेर्न गएको आरएमजेड चाहिँ अहिले बाइक रहेन छ सुरुमा लगभग खोइ अहिले नेपालभरि नै छैन जस्तो कुरा गर्यो त्यो मान्छेले चाहिँ अब के हो कस्तो चाहिँ थाहा भएन अनि यसो बुझेको त्यसको प्राइसहरू पनि बुझ्यौँ मजाले अब टेस्ट ड्राइभहरू गर्न नपाए पनि अनि त्यहाँबाट चाहिँ हामी एकचोटि जुम एप पनि हेर्थ्यौँ न त भनेर चाहिँ गएको हामी जुम एपमा पनि धेरैवटा बाइकहरू थियो अब त्यो सबै बाइकहरू मन पर्दैन मेन चाहिँ हाम्रो डबल साइलेन्सरवाला त्यो जुन अब सिएनसी पार्ट्सहरू पनि छ त्यसमा त्यो बाइक यसो बुझेको अनि अलिअलि टेस्ट ड्राइभहरू पनि गरेँ अब म त्यस्तो खतरा डट बाइक चलाएर बुझेको मान्छे त होइन तर मेरो हिसाबमा चाहिँ ठिकै छ बाइक होइन अनि त्यसपछि त्यहाँ अलिकति खुल्दुली भएको मेन भनेको चाहिँ नयाँ बाइकमा धुवा फालिरहेको छ क्या होइन अब त्यस्तो त हुन नपर्ने हो केटा होइन नयाँ बाइकमा धुवा फालिरहेको छ अनि त्यस्तो केही प्रब्लम होइन यो यस्तै हो भन्छ अब फेरि पेट्रोल कम भएर धुवा फाल्यो भन्छ अनि कस्तो त्यो सोरुमको मान्छे पनि पागल हो कि हो होइन पेट्रोल कम भएर नि धुवा फाल्छ त भने धुवा फाल्ने त मोबिलको कारणले हो नि त इन्जिनको कारणले हो अनि पेट्रोलको कारणले धुवा फाल्यो भनेर लगाइदियो त्यसले हामीलाई होइन खोइ के लाटो सम्झ्यो के सम्झ्यो लाटो त थियो तर त्यतिसम्म लाटो त थिएन तर त्यसले चाहिँ के सम्झ्यो आई डोन्ट नो मलाई पनि थाहा छैन अनि जस्तै यो अलिअलि हेऱ्यौँ त्यसको मेन मन परेको पार्ट्स भनेको चाहिँ त्यही सिएनसी पार्ट्स हो प्लस अनि अब सामानहरू पनि ओइल साइल पाउँछ जस्तो कुरा गर्यो अनि जस्तै अब हाम्रो आरएमजेडहरूको भन्दा पनि त्यो जुन आरएम बाइक अनि आरएमजेडहरूको भन्दा नि अलिकति सस्तो पनि पर्छ जस्तो कुरा गर्यो उसले चाहिँ होइन गरे अनुसार अब उसको कुरा विश्वास त एउटा पनि लागेन केटा मलाई होइन बाइक बिकाउन जे पनि बोलिदिएको जस्तो लाग्यो उसले चाहिँ अनि त्यो ठिक लाग्यो अनि तर धुवाहरू फाल्यो अब सबै बाइक जुन बाइक हेऱ्यो त्यही बाइक धुवा फालिरहेको छ क्या अनि अब फेरि एक हिसाबले धुवा पनि फालिरहेको छ त्यो कुराले गर्दाखेरि चाहिँ अलिकति टेस्ट ड्राइभ गरेर चाहिँ हामी फर्क्यौँ त्यस्तै हो अब कुन बाइक लिने अझै पनि कन्फ्युज छ तर लिन चाहिँ लिने नै भयो केटा होइन आरएमजेड लिने हो कि जुम एपको त्यो जुन अब डबल साइलेन्सरवाला सिएनसी पार्ट्स भएकोवाला लिने हो कि त्यो अलिकति कन्फ्युजै छौँ अहिलेसम्म पनि ठिकै छ केही छैन अब के कस्तो हुन्छ केही दिनपछि अपडेट हुन्छ केटा होइन खासमा चाहिँ कस्तो हो भन्दाखेरि अहिले नै भनिहालौँ यो डुक बाइक सेल गर्ने यो डुक बाइक अब चढ्नु नि मलाई आएन अरे केशव दाइलाई यो दाइको बाइक हो नि त अनि दाइले चाहिँ आरएमजेड लिन खोज्नु भएको अनि मैले चाहिँ मेरो बाइक सेल गरेर मैले पनि डट लिन खोजेको हामी चाहिँ दुईवटा डट बनाएर चाहिँ अनि चढ्ने कुरा भएको छ है अनि त्यही हो आज यसो बुझ्न मात्र गएको मन परे भए त बुकिङ पनि गरिन्थ्यो होला त्यस्तो मन पनि परेन भनौँ न के जाममा बसिरहनु उफ ल केटा हो त्यही हो आज यस्तै नै भयो अब त्यही नै हो अब नेक्स्ट भ्लगतिर चाहिँ के कस्तो हुन्छ अपडेट भइ नै हाल्छ तर अब छिट्टै नै सायद आउन सक्छ भनौँ न होइन आउँछ नै चाहिँ भन्दैन केटा हो होइन किनभने कति कुराहरू त भइसकेको कुराहरू त क्यान्सल हुन्छ भने
यो त हाम्रो हुन्छ भन्ने कुरा मात्र हो ठिक छ ल भोलिको दिन अपडेट भइहाल्छ आजलाई चट्ट हामी चल्दैन आँटेको है त